हेलो नमस्ते सम्पूर्णमा मेरो नाम समीक्षा गुरुङ स्याङ्जाबाट। यो चाहिँ मेरो फर्स्ट ब्लग हो। आज चाहिँ हामी यता भारकोट गुम्बामा घुम्न आएको आजी र म। यता भारकोट गुम्बामा घुम्न आएको। यतिकै आज शनिबार पनि हो नि त, अनि घर बस्दै यतिकै झ्याउ लागिरहेको थियो। अनि यसो फ्रेस हुन जाऊँ न त भनेर अनि आएको। आज चाहिँ उहाँ हुनुहुन्छ। आउँदा फेरि बाटै थाहा नभएर अलि झ्याउ पनि बस्यो। बाटो अलि डिस्ट्र्याक्ट पनि भइरहेको थियो, तर आइपुग्यौँ हामी। अब चाहिँ यहाँबाट र यसरी गेट रहेछ जाने। हामी चाहिँ यता तलतिरबाट आएको। यहाँबाट चाहिँ यस्तो गेट रहेछ। यता नि बाटोहरू यस्तो छ, राम्रोसँग देखेको छ कि नै क्यामेरामा कुनै। आज अलि मौसम पनि त्यस्तै भयो कि अलि अँध्यारो जस्तै भइरहेको छ। ल अब हामी यहाँबाट चढ्न लागेको है। हामी चाहिँ भर्खरै यहाँ यो गुम्बामा आएको हेर्न सक्नुहुन्छ तपाईहरुले। फर्स्ट टाइम अब यसरी भ्लग बनाएको भएर अलि अनकम्फर्टेबल फिल भइरहेको छ। हाम्रो चाहिँ खाजा चाहिँ उतैबाट बोकेर आएको कि यहाँ चटपटहरू। अनि खै के बोल्ने कसरी बोल्ने भइरहेको छ अब फर्स्ट टाइम भएको भएर। अनि ठाउँ चाहिँ राम्रै नै रहेछ, एकदम राम्रै लाग्यो मलाई चाहिँ। अब एकदमै अब हुन त गुम्बा त्यसै पनि, तर पिस पनि रहेछ कि अब मान्छेहरू त्यति एकदमै भिडभाड पनि नहुने। हुन त अब आफ्नो समयमै हुन्छ होला भिडभाड चाहिँ। यस्तो देखिरहेको छ गुम्बा चाहिँ। म चाहिँ कता हेरेर बोलाउँ भइरहेको छ कि अब फर्स्ट टाइम भएको भएर होला। हावा नि मजाले लागिरहेको छ। यता पछाडि नै यही गाउँ पनि रहेछ, उहाँ तल देखेछ कि नै। अब एकछिन यहाँ बस्छौँ हामी, अनि फोटोसोटो खिचेर यत्तिकै अब भिडियो बनाएर अनि एकछिन शान्त ठाउँ रहेछ, शान्त वातावरण रहेछ के अरे, बसेर अनि त्यहाँबाट हामी नै अनि घर फर्किन्छौँ। एकछिन ठाउँहरू हेरौँ के कस्तो छ, के कस्तो रहेछ भनेर। यहाँ चाहिँ अलिक पछि नै बोलौँला। अहिलेलाई चाहिँ हामी यहाँ भारकोट गुम्बामा छौँ नि त। अनि एकदमै राम्रो ठाउँ रहेछ। हामी अब आएको यहाँ कति आधा घन्टा जति हुन लागिसक्यो। बस्यौँ एकछिन, अब एकदमै शान्त ठाउँ रहेछ। अब ठाउँहरू पनि राम्रै हो। यहाँ चाहिँ
फुलहरू मजाले अनि गुम्बा के अरे गुम्बा त भइहाल्यो अब उतापट्टि एउटा कोठा नि रहेछ कि छुट्टै अब त्यहाँ मन्दिर पनि रहेछ अब पूजा गर्नुको लागिलाई यहाँको रेखदेख गर्ने एउटा बुवा हुनुहुँदो रहेछ उहाँ बुवाले नि अनि आएर यहाँ चाहिँ अब खासै फोहोरहरू गर्छ भनेर चाहिँ खानेकुराहरू यहाँ आएर खान नदिने रहेछ अब मासुसासुहरू हुन त अब यहाँ मन्दिरै भयो नि त अब गुम्बा भनेको त अनि यहाँ चाहिँ अब मन्दिर जस्तो ठाउँमा त्यही भएर खानासाना उस गर्नु हुँदैन भनेर भन्न आउनुभएको थियो कि बुवा चाहिँ अनि उहाँ बुवाले नि अनि भन्नुभएको अब के अरे त्यहाँ पूजा गर्ने ठाउँ पनि छ राम्रो छ पूजा गर्नु होला अब दिया बाल्न मलाई बाल्नु होला मैले के अरे पूजा त गरिनँ तर सानो क्लिप चाहिँ बनाएको भिडियो त्यो चाहिँ अब भिडियोमै राख्नेछु त्यहीँबाट हेर्नु होला अनि यहाँको ठाउँहरूको चाहिँ म फर्स्ट टाइम यो भ्लग भएको भएर मैले चाहिँ खासै अब के भन्छ अरे बोलेर चाहिँ अब बनाउँदिनँ होला भ्लग चाहिँ फर्स्ट भ्लग चाहिँ मैले अब यहाँको त्यही अब ठाउँहरूको यहाँको भिडियोहरूको चाहिँ मैले मिक्स गरेर भिडियो बनाउने छु बोलेर चाहिँ खासै बनाउँदिनँ किनकि अब फर्स्ट टाइम पनि हो त्यही भएर अलिकति अप्ठ्यारो त भइरहेको छ अब के भन्ने के बोल्ने अब भन्ने भइरहेको छ मैले चाहिँ अब एउटा फर्स्ट भिडियो चाहिँ एकदम अलि इन्ट्रो भिडियो बनाउँछु अनि त्यो हाल्छु अनि त्यसपछि बल्ल भ्लग बनाउँछु भन्ने सोचेको थिएँ तर अनएक्सपेक्ट भयो क्या अब आज अघि अहिले चाहिँ 2-3 बज्न लागिसक्यो अघि कति 12 बजेसम्म त 11-12 बजेसम्म थाहा थिएन अब जाम भन्ने अनएक्सपेक्टेड तरिकाले आजले जाम न त अब यतिकै बसिरहेछौँ भन्नुभयो अनि अतनी जाम न त अब मैले भिडियो पनि बनाउनु हुन्छ अब त्यही सोचेर पनि हो आएको अनि डाइरेक्ट अब अनएक्सपेक्टेड तरिकाले नै अब भ्लग बनाउँदैछु अनि हाल्ने पनि छु अब के कस्तो हुन्छ सबैजनाले अब माया गरिदिनु होला त्यही हो अब सबैले त्यही अब अहिलेको यो जमानामा चाहिँ सबैले बनाएको छ नि त भ्लगहरू बनाएर हाल्ने आफ्नो डेली भ्लगहरू अब आफू अब केमा राम्रो छ आफू अब जस्तै कोहीलाई अब घुम्नेवाला हाल्छ कोहीले आफ्नो डेली भ्लग आफ्नो लाइफस्टाइलको बारेमा हाल्छ कोहीले आफ्नो पेन्टिङको कहिले के को हालिरहेको हुन्छ नि त अनि त्यही भएर मैले पनि एकपल्ट ट्राई गरौँ न त कस्तो हुन्छ एकपल्ट ट्राई गर्दैमा त के नै हुन्छ त नि अब ट्राई गरौँ हेरौँ अब भए हुन्छ नभए पनि ठिकै छ भनेर ट्राई गर्नु लागेको मैले युट्युबमा एउटा सर्ट्स चाहिँ हालिसकेँ अस्ति नै तर मैले त्यतिखेर नै अब एउटा भ्लग छ मसँग तर अलि हालौँ कि नहालौँ भइरहेको कि अब के हुन्छ कस्तो हुन्छ भनेर अब त्यो भ्लग चाहिँ अलिक पछि नै हाल्छु म यो भ्लग चाहिँ अब आज या भोलिसम्म त आउँछ सबैजनाले माया गरिदिनु होला मेरो भ्लगलाई मेरो युट्युब च्यानललाई मेरो युट्युब च्यानल चाहिँ समीक्षा गुरुङ छ के अरे सबैजनाले आफ्नो साथीहरूलाई अब आमा बुवा दाजुभाइ दिदीबहिनी सबैजनालाई सेयर गरिदिएर सब्सक्राइब गरिदिने लाइक गरिदिने अनि भिडियोहरू चाहिँ पुरा हेरिदिनु भनिदिनु होला अब मन नपरे पनि अब हेरिदिनु होला माया गरिदिनु होला यति नै भन्न चाहन्छु अहिलेलाई चाहिँ अब एकछिन चाहिँ हामी आएको चाहिँ आधा घन्टा त भइसक्यो के अरे एकछिन बस्यौँ यहाँ ठाउँहरू हेऱ्यौँ अब भिडियो चाहिँ गरेको छैन फोटोहरू नि खिचेको छैन एकछिन फोटोहरू अब भिडियो खिच्ने छ त्यसपछि अनि फेरि म भ्लग कन्टिन्यू गर्छु नि है अहिलेको लागिलाई बाई बाई।
अन्त सनसेट हुन लागेको खतरा दामी देखिरहेको छ। मेरो मोबाइलबाट खासै राम्रोसँग भिडियो क्याप्चर भएको छैन होला, तर रियलमा चाहिँ खतरा दामी देखेछ। देख्नुभयो होला तपाईँहरूले सनसेट नि कति दामी देखेको छ भनेर। अब चाहिँ हामी जानु लागेको गुम्बा चाहिँ यहाँ छ। अनि आजको दिन के कस्तो भयो भन्दाखेरि राम्रै भयो, रमाइलो भयो। अब माइन्ड पनि फ्रेस हुन्छ कि यसरी घुम्न हिँडेपछि। हामी अरू त आएको होइन, हामी आजी र म मात्र आएको चाहिँ। आजी चाहिँ अगाडि गइसक्नुभयो। अनि त्यही हो, यस्तो छ ठाउँ चाहिँ। मैले यो चाहिँ अब कस्तो कस्तो देखेको छ होला है, तर अब बाटोमा हिँड्दा चाहिँ धुलोबाट जोगिन्छ भनेर, टाउको दुख्नबाट अलिकति कम हुन्छ कि भनेर आँखाहरू धुलोबाट जोगिन्छ भनेर लगाएको। फेरि अब धेरैजनाले फेरि के कस्तो लगाएको, के कस्तो देखेको भन्नु होला फेरि है। त्यही हो, अब आजको दिन चाहिँ अनएक्सपेक्टेड तरिकाले भ्लग गरेँ मैले। अब गर्दिनँ त भनेको थियो, तर पनि अब हुन त गरौँ न त। अब एकचोटि घुम्न गइसकेपछि गरौँ न त कस्तो हुन्छ भनेर गरेको। अब आज चाहिँ मैले खासै अघि नै पनि भनिसकेँ, मैले खासै राम्रो भन्नाले अब मुखले बोलेको जस्तो होला भिडियो चाहिँ बनाउँदिनँ भनेर। त्यही हो, अरू त खै अब बाटोमा हिँड्दा चाहिँ अलि बनाउँदिनँ होला, म अलि अनकम्फर्टेबल नै हुन्छु। अब चाहिँ जानु लागेको, त्यही हो। आजको लागिलाई यति नै भन्दै आफैले देखाएको हो। ब्याक क्यामेराबाट चाहिँ अझै अलि राम्रोसँग हुँदैन के अहिले। यहाँ हुन्छ हाम्रो आज चाहिँ। तर सनसेट सब्सक्राइब गरिदिनु ल, समीक्षा गुरुङ हो च्यानलको नाम चाहिँ है। तर सनसेट हेर्नु नि कस्तो दामी राख्यो क्या अहिले चाहिँ। हेर्नु त, देखाउनु त नि यसरी हो देखाउने नि। अब किन फ्रन्ट क्यामेरा हुन्न के अरे हुन्छ, तर अलि गाह्रै हुन्छ कि। अब देख्नुभयो कि भएन तपाईँहरूले चाहिँ। अब चाहिँ हामी जानु लागेको, अब कति बज्यो भन्दाखेरि 4:30-5 बज्नु लाग्यो होला। 5 बजे ठ्याक्कै। अब आजलाई चाहिँ यति नै। सबैजनाले मेरो भिडियोलाई मन पराइदिनु होला, सबैजनाले लाइक कमेन्ट सेयर गरिदिनु होला, भिडियो पुरै हेरिदिनु होला। मेन कुरा सब्सक्राइब गरिदिनु होला मेरो च्यानललाई, युट्युब च्यानललाई। त्यति भन्दै आजको लागिलाई बाई बाई।